सो ब्रोकर एकाउन्ट कसरी बनाउने भन्दाखेरि चाहिँ कोडेक्सको ब्रोकर एकाउन्ट अब अहिले रिसेन्टली के भयो होइन। सो सेफली बनाउने प्रोसेस चाहिँ म यो भिडियोमा भनिदिन्छु। मेक स्योर सुरुमा यो वाट्सएप ग्रुप मेरो जोइन गर्नु। सो यसको बायोमा जानुहुन्छ भने एउटा यहाँ थिम लिङ्क पाउनुहुन्छ। सो यो भनेको चाहिँ एएमजीको अफिसियल लिङ्क हुनेवाला छ, अथवा युट्युबकै बायोमा पनि यसको लिङ्क छ होइन। सो यो वेबसाइट खोल्नु फर्स्ट अफ अल। सो यो वेबसाइट यसरी खोल्नुहुन्छ भने यहाँ तपाईँ देख्न सक्नुहुन्छ। सो दुईवटा वाट्सएप र टेलिग्राम ग्रुप हुनेछ। सो मेक स्योर दुवैमा जोइन गर्नु, र पब्लिक सेसन पनि रेगुलर बेसिसमा 9 PM हुन्छ, र अरू प्रिमियम ट्रेडिङ अपर्च्युनिटीहरू पनि हामीले प्रोभाइड गरेर हुन्छौँ होइन। सो फर्स्टली अब के गर्नु भन्दा सुरुमा हजुरको प्ले स्टोर अथवा एप स्टोर खोल्नु, र यहाँ थियौँ एउटा VPN सर्च गर्नु, VPN सुपर भनेर। सो फर्स्टमा यो आउँछ। सो यसको फोटो हेर्नु आउँछ। सो यो VPNलाई सुरुमा डाउनलोड गर्नु है। सो यो डाउनलोड गरेर बल्ल आइडी रेजिस्ट्रेसन प्रोसेस गर्दा हुन्छ है। सो यहाँबाट चाहिँ हजुरले अब रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ। यहाँ सुरुमा नेपाल सर्च गर्नु, त्योपछि करेन्सीमा USD नै होस्, अनि इमेलमा आफ्नो कुनै पनि इमेल र एउटा पासवर्ड इनपुट गरेर यसलाई टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गरेर रेजिस्ट्रेसन गर्नु, एन्ड देन हजुरले चाहिँ एकाउन्ट बनाउन सक्नुहुन्छ है। सो डिपोजिट एन्ड विड्रलको भिडियो चाहिँ नेक्स्टमा आउनेछ है।